नमस्कार साथीहरू। रोमानियाको वेयर हाउसमा यस्तो छ हिउँ परेर लास्टै धेरै हिउँ परेर आज यहाँ कम्पनीमा कामै नभएर कम्पनीमा गाडी पनि आउँदैन, गाडी जाने ठाउँ पनि छैन, पुरै गाडीहरू डुबेर यी साथीहरूसँग हामी चाहिँ 2 घन्टाको बाटो भयो भने हामी हिँड्दै जाउँ भनेर यी रुमसम्म त जानु पर्यो। अब कम्पनीमा बस्ने कुरो भनेर सबै साथीहरूसँग निक्लेर आयो। यी रुम हिँडेको लास्टै गाह्रो, पुरै हिँड्नै नसक्ने भइसकेको छ हिउँ भएर। के गर्नु, गाह्रो छ हजुर परदेशको जीवन। यहाँ हामी काम गर्ने वेयर हाउस चाहिँ यो SMD कुरियर वेयर हाउस। अब यहाँ पुरै गाडीहरू आउनै नसक्ने, हाइवेमा पनि कुनै गाडी हिँड्नै नसक्ने भइसक्यो नि त। यहाँ यस्तो अवस्था छ है, के गर्नु। हामी चाहिँ हिँड्दै रुममा जाने भनेर हिँड्न लाग्यो। बाटोमा यस्तो गाडीहरू फसेर हेल्प गर्दै सहयोग गर्दै हामी चाहिँ रुममा आएको। रुम अगाडि चाहिँ फेरि यस्तो हिँड्नै नसक्ने भएर रुम छिर्न पनि गाह्रो भएर बल्ल रुम आयो साथीहरू। गाह्रो छ परदेशी जिन्दगी, यस्तै छ, के गर्नु।